म अब यस्तो आफू चाहिँ यसरी कोठाभित्र बसिरहेको छु होइन। तर बाहिरको मौसमहरू हेर्ने हो भने अब बाहिरको मौसम त यस्तो छ कि झमझम पानी परेर त्यो कुल लागिरहेको छ कि यो वेदर चाहिँ एकदम मन परिरहेछ। मेरो चाहिँ सबैभन्दा बेस्ट वेदर भनेको चाहिँ रेनी सिजनमा बर्सातको समय, त्यसपछि चाहिँ अब हुन्छ नि। अनि अर्को यो जाडोको समय पनि एकदम आनन्द लाग्छ हो। खुसी हुनलाई धेरै केही चाहिँदैन, शान्त मौसम अनि केही समय आफूसँगै भयो पुग्छ होइन। त्योभन्दा धेरै खासै कुराहरू पनि चाहिँदैन क्या खुसी हुनको लागि। खुसी हुनलाई हामीलाई धेरै कुरा चाहिन्छ भन्ने हुन्छ, तर त्यो चाहिँ हाम्रो एउटा मान्छेको स्वभाव मात्रै हो। यदि आफूले गर्न सक्यो भने चाहिँ खुसी हुनलाई शान्त मौसम र आफूसँगै भयो पुग्छ होइन त। भिडियो बनाउन त खासै मन थिएन, मैले त यो मौसमको अनुभव लिइहालेँ होइन। अब साथीहरू सबैले मौसमको अनुभव लिनु होला भनेर यो भिडियो चाहिँ एउटा बनाउँदैछु। हेलो साथीहरू, ल हेर्नु न बाहिर चाहिँ झमझम पानी परिरहेको छ होइन। यस्तो पानी परिरहेको समयमा चाहिँ मन पनि अलि शान्त हुँदो रहेछ क्या।